guys, welcome to my another video, and today's video is about outfit check. Yeah. Outfit check भनौँ न हैन. So दीपावली एक्चुअलमा चाहिँ I was getting ready for the दीपावली है. अन्त रेडी भएको म दीपावलीको लागि हैन. So मैले चाहिँ यो के लगाउँ मतलब मैले एउटा कुर्ता किनेको थिएँ है. त्यो कुर्ता चाहिँ मलाई पुरा मन परेको थियो. कहिलेदेखि खोजिरहेको थिएँ मैले हैन. तपाईको यो टिकटकमा पुरा उयो भइरहेको थियो क्या, ट्रेन्ड चलिरहेको थियो. अनि सो मलाई अब्सेस भन्छु नि क्या, त्यस्तो भइरहेको थियो क्या. मलाई यो किन्नु मन थियो क्या कहिलेदेखिको. त्यो भनेर मैले फाइनली पाएँ. अन्त मैले किने पनि है. अन्तखेरि आज चाहिँ दीपावली सजुकबारीमा लाउनुको लागि नै मैले किनेको खासमा चाहिँ हैन. अन्त फाइनली मैले पाएँ हैन. सो म लगाउँछु है आज है. त्यो कस्तो किनेको छु भने चाहिँ म भन्दिनँ अहिले, लास्टमा हेर्नुहोस् होला है. अन्त कमेन्ट पनि गर्नुहोस् होला कस्तो देख्यो भनेर है. अन्त हुन्छ म रेडी भएँ हैन. रेडी भएको अब है. त्यही हो, अब मेकअप त गर्नु पर्यो अलिअलि भए पनि हैन. मेकअप भन्दा पनि त्यो फाउन्डेसनहरू चाहिँ लगाएन मैले आज. किन भन्दाखेरि कहीँ जान्छ न, बाहिर जानुभएको भन्नु फाउन्डेसनहरू लगाउनु होइन, भित्रै बस्नु हो होइन. त्यही भनेर जस्ट म हल्का लाइट मेकअप गरेँ होइन. त्यो सनस्क्रिन लगाएँ भनौँ न होइन. स्किन केयर गरेर जस्ट मोइस्चराइजर सनस्क्रिन होइन. अन्त यति सनस्क्रिन लगाएँ. सनस्क्रिन भन्दामा अब तपाईँले सोच्नुहुन्छ सनस्क्रिन घरभित्र बस्दा सनस्क्रिन भन्नु सक्नुहुन्छ होला. किनभने सनस्क्रिन भन्ने कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको बाहिर मात्रै जाँदा लगाउनु पर्छ भन्ने पनि होइन है. यो तपाईँको घरभित्र बस्दा पनि लगाउनुपर्छ. किनभने सनस्क्रिन भन्ने बित्तिकै त्यो सनले गर्दा मात्रै इफेक्ट गर्छ आफ्नो फेसमा भन्ने कुरा होइन. इभन फोन तपाईँले बिर्सिदिनु भयो भने त्यस्तो पनि इफेक्ट गर्छ. किन फोनमा पनि एउटा रेज हुन्छ है. त्यो रेजले गर्दा पनि तपाईँको स्किनमा इफेक्ट गर्छ होइन. नट ओन्ली दिस है, इभन द के भन्छ तपाईँको रुमको लाइटले पनि इफेक्ट गर्छ है. त्यसमा पनि रेज हुन्छ होइन. त्यसले पनि इफेक्ट गर्छ. त्यही भएर सनस्क्रिन भन्ने बित्तिकै त्यो घरमै बस्दा पनि क्या डेली बेसिसमा नै लाउनुपर्छ भन्ने होइन. लाउनुपर्छ है. मलाई यो कुराहरू थाहा थिएन है. पहिला थाहा थिएन नि त होइन. बट मलाई अहिले सबै कुराहरू अब बिस्तारै थाहा हुन्छ सबै कुरा होइन. त्यो चाहिँ कति कुरा के भन्छ सोसियल मिडियामा कति कुरा राम्रो कुरा पनि सिकाउँछ मान्छेले. सोसियल मिडिया भन्ने बित्तिकै अब नराम्रो पनि मात्रै हुन्छ भन्ने पनि छैन है. कति कुरा राम्रो पनि सिकाउँछ नि सोसियल मिडियामा. कति कुरा सिकाउँछ है. नयाँ कुराहरू जुन चिज चाहिँ अब हामीले सिकेको हुँदैन है, त्यो सिकाउँछ होइन. अब राम्रो मान्छेलाईको लागि सोसियल मिडिया राम्रो पनि हो. अब नराम्रो मान्छे अब नराम्रै पाराले अब सोचेर गर्ने मजा त्यस्तै सोसियल मिडिया त्यस्तै हो भनौँ न होइन. सो म आज चाहिँ अब रेड खाइछु. मेरो कुर्ता चाहिँ रेड कलरको छ. सो मैले रेड कलरको इयरिङ्स लगाउँ भनेर सोचेको थिएँ. फाइनली पाएँ है. अन्त म त्यसको फेरि इयरिङ्स मात्रै त्यसको टप क्या पछाडिको पिच हुन्छ नि, फेरि छैन रहेछ. गर्दा अर्को कानको निकालिदिएको बल्ल भयो हो. अन्त फाइनली मैले लगाएँ रेड कलरको झुम्का है, झुम्का भनौँ होइन. अन्त लगाएँ मैले होइन. अन्त मलाई दुख्छ क्या कानमा त्यो लगाउँदाखेरि क्या. मलाई कानमा यस्तो झुम्काहरू एक्चुअलमा चाहिँ मलाई त्यति मन पर्दैन. किन भन्दाखेरि दुख्छ नि त. त्यही भनेर अन्त आज फाइनली म यो नाकमा लगाउन आँटेको क्या. मेरो बुढाले मनै पर्दैन क्या नाकमा यस्तो लगाउनु चाहिँ. मलाई चाहिँ मनपर्छ. मेरो बुढाले चाहिँ मन पर्दैन भन्छ क्या उसले कहिले पनि. उता त्यो उसँग अब घुम्नु जाँदा चाहिँ म लाउँदिनँ. किनभने उसलाई मन पर्दैन नि त अब होइन. फेरि मलाई फेरि मेरो बुढाले मन पर्दैन भने आफ्नो चिज मन परेन भने फेरि त्यो लगाउनु मलाई मन पर्दैन नि त हो. कुन कस्तो लाग्यो क्या, मन दुखेको त्यस्तो हुन्छ क्या केही भन्यो भने. अन्तखेरि है अन्त जसले पनि त अन्त यो जुन चाहिँ कपालदेखि हुँदैछ अब निक्लिनु साह्रो परेको क्या. तान्नेको हुन्न स्टक भइसक्यो त्यो. अनि त्यही भनेर निक्लिनु कान सर फाइनली निक्ल्यो होइन. तर जस्तो मेरो कपाल भल्युम दिइरहेछ फेरि होइन. मन पऱ्यो. अन्त कपाल चाहिँ मैले अलिअलि उयो स्ट्रेट गरिरहेको थिएँ. त्यो मेकअप गर्दा चाहिँ मलाई त्यो कपालहरू यस्तो अगाडि राख्नु मन पर्दैन. त्यही भनेर मैले बाँधेको थिएँ. फेरि अलिअलि कोरेको है.
मेरो नेचुरल कपाल चाहिँ उयो छ कर्ली कर्ली छ कि मुनि कर्ली माथि चाहिँ स्ट्रेट छ मलाई फेरि मनै पर्दैन त्यो मेरो साथीहरूलाई चाहिँ मनपर्छ मेरो कपाल तर मलाई चाहिँ मनपर्छ पहिला मेरो लामो थियो नि काट्नु नि तपाईँहरू है मेरो कपाल लामो थियो फेरि काटिदिएको मैले आफै काटिदिएको कपालहरू आफै काट्छु नि म किन पैसा वेस्ट गरेर पार्लर गएर है इभन म ट्रेनिङ पनि म आफै गर्छु है अन्त यो हो मेरो आउटफिट होइन रेड कलर होइन अब मलाई रेडै लाउनु मन परिरहेको थियो किनभने अब बिहा पनि गरेको भएर एज अ म्यारिड है अब मलाई रेड कलर मनपर्छ है रेड मरुनहरू मनपर्छ है सो दिस आउटफिट टुडे है कस्तो दामी छ हेर्नुहोस् न है पछाडि हेर्नु पछाडि बाँध्ने पनि छ हेर्नुहोस् देख्नुभयो कस्तो मजाको छ भाइब्स है अन्तखेरि लगाएको होइन चुन्नी अन्त चुन्नी जस्तो छ है मजाको छ क्या राम्रो छ फेरि हेर्नुहोस् त कस्तो मजाको यो त तपाईँको पहिला पुरानो स्टाइलको कुर्ता हो नि त होइन अहिले चाहिँ ट्रेन्डमा चलिरहेछ त्यही भनेर मैले किनेको है कस्तो राम्रो लाग्यो नि मलाई कस्तो राम्रो देखेको नि अन्त एउटा चिज देखाउँछु जस्तो खुट्टा पनि त्यो पनि क्या सुरुवाल पनि यस्तो खाले छ क्या सेम जस्तो हातमा जस्तो त्यस्तो छ क्या कस्तो मजाको देखेको नि क्या मलाई पुरा मन पऱ्यो अन्तखेरि हेर्नुहोस् त मलाई कस्तो देखियो राम्रो देख्यो नि अन्त सिन्दुर चाहिँ इम्पोर्टेन्ट हो नि त होइन अब बिहा गरेपछि सिन्दुर लाउनुपर्छ फेरि आज अब उयो म अरू बेला त लाउँछु सिन्दुर तर म कम्ती यति मात्र लाउँछु क्या ड्युटी जाँदाखेरि अलिकति मात्रै लाउँछु होइन अन्त तर अब यस्तो फेस्टिभल त लाउनु पर्यो नि त होइन अन्तखेरि मन्डे चाहिँ मजाले सिन्दुर लाउँछु किनभने मन्डे चाहिँ म अब के भन्छ पूजाहरू गर्छु मजाले होइन त्यही भनेर मन्डे चाहिँ अब मलाई म शिवको लागि पुरा मान्छु नि त त्यही भनेर गर्छु मन्डे चाहिँ म मजाले सिन्दुर लाउँछु मेरो बुढाको नाममा होइन अन्त त्यही भनेर है सो म कस्तो देखिरहेको छु हेर्नुहोस् न थ्याङ्क यू फर वाचिङ एन्ड किप सपोर्टिङ बाई एन्ड ह्याप्पी दिवाली